मर्निङ आज चाहिँ वेलकम टु माई च्यानल होइन हामी चाहिँ आज फ्यामिली यसो धरानबाट है भेटार साथीभाइरा मन्दिर जाँदैछौँ भित्र अँधेर अँधेर छ देख्दैन हामी अहिले बिहानको 6:40 भयो है अब हामी लागेको भेटारतिर अहिले चाहिँ हामी यहाँ पेट्रोल स्टेसनमा क्लिनिङ हाल्दैछौँ सक्नुसँगले पेट्रोल पनि सर्टेज हुन्छ घरि त्यही त धन्न अस्ति यहाँ चाहिँ रहेछ तल बजारमा त पुरा लाइन लागिरहेको थियो अस्ति मैले नि यहीँ आएर हालेको नि यो चाहिँ हाम्रो भेटर जाने बाटोको पेट्रोल स्टेसन अहिले चाहिँ हामी भेटार पानी परिरहेछ हल्का पानी छिटाउने रहेछ पानी पर्दैछ हल्का पानी छिटाउने छ मौसम चिसो चिसो हामी भेटार आइपुगे पुरै चिसो रहेछ अब यहाँबाट हामी लाग्छौँ त यतातिर फाइनली हामी यहाँनिर माथिबाट उसको मा आइपुग्यौँ होइन यहाँ कत्रो डाँडा काटेको रहेछ यहाँबाट चाहिँ हामी हिँड्दै हिँड्दै जानुपर्ने हुन्छ अब चाहिँ हामी यहाँबाट वाकिङमा लाग्यौँ होइन बिस्तारै बिस्तारै जानु पर्यो अब पाथिभरा देवी मन्दिर जाने बाटो यहाँ धागो बाल्ने चलन छ है यहाँ आउनु हुँदैछ म भ्लग बनाउँदैछु के यहाँ माथि यस्तो यस्तो छ ढाकै धागोले बाँधेको होइन अब मन्दिर आउन 15 मिनट 20 मिनट लाग्छ अरे कोही छैन होइन अहिले म चाहिँ डाइरेक्ट माथि यस्तो छ अब हिँड्दै हिँड्दै जाँदैछु म मेरो पछाडि मान्छे छैन रहेछ आएको होइन म हिँड्दै जाँदैछु यता ट्याक 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 के कति बोलाउनु रहेछ यार मलाई यहाँ चाहिँ डस्टबिन होइन यसरी अब हान्नुपर्छ 2 नम्बर के हो यो पढ्नु होला आफै होइन मलाई पढ्न आउँदैन जस्तो अर्को ल्याङ्ग्वेज म हिँड्दैछु ट्याक्क अब 2-3 मिनट पुगिनु पऱ्यो न 15 मिनट भन्दैछ नि 2-3 मिनटमा हिँड्दै हिँड्दै पुगिनु पऱ्यो वर्ल्ड रेकर्ड बनाइदिनु पर्यो वर्ल्ड रेकर्ड ल है म चाहिँ अब यहाँ बस्ने ठाउँमा आइपुगेँ ट्याक्क लाएर बस्ने ठाउँमा आएर बस्दिउँ त होइन किन किन
यहाँ बस्ने ठाउँमा छु चाहिँ अब यस्तो रहेछ है। यहाँ चाहिँ अब यस्तो रहेछ है। एन्टिक पिसहरू यहाँ राखिरहेको छ होइन। यो चाहिँ के हो, यो चाहिँ राई लिम्बूहरूको होला होइन। राई लिम्बूहरूको होला के हो यो मलाई थाहा भएन। मन्दिरमा गो वे टु पाथिपारा मन्दिर। ठिक छ 30 मिटर। वाव है। अझै कोही अझै आएकै छैन, म एक्लै आइरहेछु है। एक्लै आइरहेछु यता, कोही आएको छैन। हिँड्दै हिँड्दै आउँदैछ न। यस्तो एन्टिक पिसहरू पनि छ यहाँ त। म यहाँ ल बाई बाई। हाम्रो खिच भन्दैछ के खिचेको हो के खिचेको यो है। सबजना आउँदैछन् मलाई यहाँ यता सबजना आउँदैछ होइन। हामी अब जाँदैछौँ अगाडि। टुङ 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 टुङ। सुन्नु धेरै छ होला है। एसीमा त पास भइहाल्छ। यस्तो फेरि जाँदैछु है। ठ्याक्क लगाएर हामी वी आर गोइङ। ट्याक्क आउँदैछन् है सबजना आउँदैछन् ट्याक्क। म पनि बनाउनु पर्यो होला। ल हिँड्दैछु हामी, हिँड्दैछु ट्याक्क। आदि बाँकी छ। हामी छिट्टै पाथिभरा माता रानीको दर्शन गर्नु गएको छ। लाली गुराँस टिप्न मनाइ छ। लाली गुराँस भेटाउनु पनि पर्यो नि त होइन टिप्नलाई। यहाँ चाहिँ फेरि बस्ने ठाउँ रहेछ। हामी नबस्ने ट्याक्क हामी अब एकैचोटि उता पुगेर बस्नुपर्छ होइन। जाँदैछौँ हामी ट्याक्क। 30 मिनट लाग्छ अरे है। घन्टीको त आवाज आइरहेछ टुङ 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 गरेर होइन। घन्टीको त आवाज आइहाल्छ नि होइन।
जय घन्टी बालेन्सा आयो हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग यहाँ हाम्रो यो हुँदैछ राली गुराँस फुलिरहेछ यहाँ देखेको छैन यहाँ माथि पनि फुलिरहेछ होइन यहाँ माथि पनि फुलिरहेछ यहाँ सबैजना जाँदै हुन्छ यहाँ हाम्रो दाइ यता हाम्रो पाजु यहाँ 2 जना गइसक्नु भएको छ अगाडि यहाँ निनीमा बस्नु भएको छ यहाँ चाहिँ निनी यहाँ के गरेको छ अरे चियान गाडेको छ गाइड यहाँ चाहिँ यहाँ जाँदैछु म अब पाथिभारा मन्दिर होइन त यहाँ मान्छे पनि बनाइरहेछ लास्ट छ अरे निनीले भन्नुभएको है भनिदिनु त हामी कहाँ जाँदैछौँ हामी चाहिँ पाथिभारा उयोमा जाँदैछौँ मन्दिरमा पछाडिबाट यहाँ त आउँदै हुन्छ होइन अनि यहाँ पनि गर्दै हुन्छ होइन त्यो डस्टबिनहरू ठाउँमा छ यहाँ चाहिँ अलिकति ओह्रालो रहेछ अनि यहाँ चाहिँ डोरीहरू बाँध्ने होइन डोरीहरू यहाँ बाँध्ने चलन छ हाम्रो बन्द भयो त के हुँदैन बल्छ अनि यहाँ हाम्रो डोरी बाँधिँदैछ यहाँ चाहिँ के छ प्लास्टिक जान्छ वस्तु नफालिदिनु होला लेखिरहेको छ यहाँ होइन हामी यहाँ जाँदैछौँ डोरी बाँधिरहेछ हेलो अनिलो एउटा त रहेछ यहाँ देखिँदैन त दुई हुँदैन कहाँ चाहिँ तर चाहिँ पुरै हुस्सु लागिरहेछ गाइड होइन यहाँ चाहिँ पुरै हुस्सु लागिरहेछ केही देखेको छैन गाइड यहाँ चाहिँ ठाउँमा उयो बनाइरहेछ डस्टबिन अनि तपाईँहरूले चाहिँ त्यो के अरे प्लास्टिकको चिप्स खाएर चाउचाउ करेन्ट चाउचाउ खाएर बिस्कुट सिस्कुट खाएर फोहोर नफालिदिनु होला होइन अनि यहाँ डस्टबिनभित्र हालिदिनु होला सबै नागरिक बन्नु होला डस्टबिनमा फालेर यो पनि लाली गुराँसको बोट हो हाम्रो प्राकृतिक सम्पदाहरू जोगाएर राख्नुपर्छ होइन त्यसैले फोहोर जता पाए त्यतै फालिदिने काम नगरिदिनुहोस् एउटा सभ्य नागरिक भएर बन्नुहोस् प्लास्टिक जन्ने सब कागजहरू यहाँ डस्टबिन छ ठाउँमा डस्टबिन यता यहाँ डस्टबिन छ तल चाहिँ पुरै हुस्सु लागिरहेछ एकदम जाडो उही कलर आयो चाहिँ यहाँ पक्रिँदै थिएँ होइन सबै कलर आयो यहाँ कहाँ पुल ए मेरो झाट चाहिँ सबै फोहोर भयो नि सबैमा चाहिँ सबैमा डोरी बाँधिरहेछ उतातिर हामी यहाँ जाँदैछौँ सबजना आउँदै हुन्छ सबजना हुन्छ यहाँ उतातिर फोटो खिच्दै हुन्छ यहाँ फोटो खिचिसक्यौँ यहाँ पनि डस्टबिन राखिदिएको रहेछ सबै डोरी नै डोरी छ यहाँ पनि भगवान्को उयो रहेछ ढोग्नु पर्यो अब पाथिभारा माता कि गाई यहाँ छ होइन
अब यहाँ खै चढाउनुहुन्छ अरे यहाँ चढाउँदै हुन्छ फुल यता हाम्रो पाजु हुन्छ यहाँ फुल चढाइदिनु भयो हामी जाम गाइड छैन हामी चाहिँ जाम बरु उकालो रहेछ अब हामी आउनु आँटिसक्यौँ होइन कति बजे आइपुग्यौँ हामी यता 7:30 बजी आइसकेको थियौँ अहिले कति बज्यो यहाँ पनि के हो यो चाहिँ फेरि होइन यहाँ पनि हार्दिक सर्जन खै के भन्छ भन्न आउँदैन मलाई गरिरहेछ होइन यो के गरेको पानी चढ मोटरबाट पानी चढाएको छु नि ए घरमा मोटरबाट पानी चढाउँदिनौ त्यस्तै यहाँ पनि मोटरबाट पानी चढाएको हेर्न सक्नुहुन्छ यहाँ पनि डस्टबिन छ है यहाँ पनि डस्टबिन छ उयो रातो चाहिँ के भएको कुन चाहिँ उयो अघि होला खै जाबु के हालेको होला अब चाहिँ लाली गुराँस पुरै अब 2-3 महिना पछाडि फेरि आयो भने चाहिँ मजाले लाली गुराँस यता चाहिँ यहाँ तपाईँहरूले गाइज होइन गफ गरिराख्नु भएको छ यहाँ दुईजना मिलेर हामी चाहिँ अहिले भर्खर मुना त्यो पुसा कोपिला पुऱ्याउँदै रहेछ अब 2-3 महिना पछाडि आउनु भने चाहिँ तपाईँहरूले पूर्ण रूपमा लाली गुराँस फुलेको देख्न पाउनुहुनेछ त्यसैले आउनुहोस् पाथिभरा त माताको दर्शन गर्न हामीसँग हिँड्नुहोस् यसरी पो बोल्नुपर्छ त यहाँबाट यो कपी कहाँ चढाउने अरे हामी यहाँ 2टा कपी लिएको छौँ यहाँ ढाकीमा फुलहरू बल नैवेद्यहरू छ हामी पुरै अब यहाँ चाहिँ यहाँ त ओपन उकालो छ है फेरि सिडी छ यहाँ चाहिँ वेलकम टु पाथिभरा अब चाहिँ हामी नजिक आइपुग्यौँ जस्तो छ पाथिभरा माताको यहाँ चाहिँ चाबी झुन्डाइरहेछ कसको खै कसको चाबी टोइलेटको हो कि टोइलेटको खोइ राखेको होला नि शक्ति प्रदान गरौँ पाथिभरा माताले शक्ति दिउन् हामी दुईजना हिँडेको फोटो खिच्यो भिडियो पाथिभरा माता भयो भत्ती गयो नि त सिडी यो है त यहाँ चाहिँ होइन कुकुर दोगेश भाइ हाउ आर यु हामी आइपुग्यौँ फाइनली वी आर हियर एट पाथिभरा मन्दिर है यहाँ पनि अर्को दोगेश भाइ हुँदैछन् गाइड हाम्रो यहाँबाट चाहिँ हाम्रो पाथिभरा मन्दिर त्यहाँ बस्ने ठाउँ के छ यहाँ चाहिँ उता पनि छ यता एउटा सिडी छ हुनु त यो जुत्ता चप्पलहरू राख्ने होला हौ त्यस्तो मात्र नै डोर लाग्छ भ्याक त झऱ्यो भने के गर्नु यहाँ चाहिँ जुत्ता चप्पल यहाँ लगाइ चाहिँ सेतो मोजा लगाएर आएको छु कालो हुन्छ त आन्टीहरू चाहिँ चप्पल लगाएर जानुभयो
चाहिँ हाम्रो ढाकी छ ढाकीहरू सबै ल ल ल हाम्रो दोकान छ दुईटा दोकान दोकानहरू छ यहाँ हाम्रो नि हुन्छ यहाँ हामी अथिबा हार्दिक स्वागत गर्दछौँ हाम्रो बाजे हुन्छ त के बनाएको हो यहाँ त्यहाँनिर मान्छे बस्ने ठाउँ ए मान्छे बस्ने ठाउँ मान्छे बस्ने ठाउँ बनाइदिएको चाहिँ होइन यो फ्ल्यास अफ हुँदैन यहाँ चाहिँ हेर्नुहोस् गाइस राम्रो आउँछ यहाँ चाहिँ बस्ने ठाउँहरू बनाइदिएको छ यहाँ पनि लाली गुराँस फुलिरहेको रहेछ कति फुलेको रहेछ यहाँ त्यो बडै धेरै नै लाली गुराँस रहेछ लाली गुराँसै छ यहाँ हामी यो यहाँ हाम्रो अङ्कल आन्टीहरू खै के गरेको थाहा छैन यो चाहिँ लगाउनु पर्यो पानी पनि लाग्नु पर्यो के गर्ने आम्मामा परेवा पो उडेको रहेछ त म त के चाहिँ होला भन्दै थिएँ यहाँ पनि दुईटा डस्टबिन बनाइदिएको छ होइन यता पनि बस्ने ठाउँहरू छ यहाँ यतातिर तलतिर चाहिँ टोइलेट बाथरुमहरू रहेछ ए पकाएर खाने ठाउँ यो चाहिँ कुखुरा यहाँ यतातिर ल्याउँछ अनि यहाँ फालिदिने हो अनि यहाँ खाने ठाउँहरू बनाइरहेको छ सबै खाने ठाउँहरू यो चाहिँ टोइलेट बाथरुम अरे यो चाहिँ खाने ठाउँ पिकनिक मनाउँदा नि पिकनिक मनाउँदा यहाँ चाहिँ सबै फोहोरै फोहोर छ यसरी खुट्टाले हानिदिँदा हुन्छ हुँदैन यो चाहिँ बासै बास छ पानीको पाइप हो त सबै चिज यहाँ चाहिँ त्यो फोरै फोहोर छ सबै फोहोरै फोहोर देखाएको हो टोइलेट त अलिकति देखाउन नमिल्ने अवस्था हो यहाँ चाहिँ के झुन्डाको त कपडा जस्तो चाहिँ अहिले यहाँ चाहिँ डस्टबिन राखिदिएको छ यहाँ र यहाँ डस्टबिन यहाँ एउटा डस्टबिन यहाँ एउटा डस्टबिन छ त्यही पनि यहाँ प्लास्टिकहरू के फालिरहेको छ यहाँ पनि रहेछ यहाँ चाहिँ प्लास्टिकको क्यानहरू प्लास्टिकको क्यान अरे यो यहाँ चाहिँ हात साथ धुनेवाला अबि म त भेट्दिनँ पनि हौ यसो गर्दा मात्र हुने मम्मी आउनु हामी जानेको हौँ ल नै मा आफै आउनुहुन्छ यहाँ हाम्रो निनी हुन्छ मा आफै आउनुहुन्छ यसो म छु छिटो छिटो यिन यही चप्पल किनेर ल्याएको अस्ति म त अचम्म परेँ गाइस के हो यहाँ यहाँ फोहोरै फोहोर छ सबै यो डस्टबिनको फोहोरहरू होला होइन त माथि माथि जाउँ होइन अनि हाम्रो दाइ पनि आउनुभयो
हामी यहाँ बस्ने ठाउँहरू बनाइदिएको रहेछ होइन ट्र्याक्टर लाएर यहाँ रोक्ने ठाउँहरू बनाइदिएको रहेछ यहाँ पनि उहाँ पनि खाने ठाउँ बनाइदिएको रहेछ यहाँ माथि चाहिँ यहाँ पनि बस्ने ठाउँ है मान्छेहरू रेस्ट गर्ने ठाउँ यता चाहिँ पुरै टाइलको बनाइरहेको छ अब हामी माथि जाऊँ के हुन्छ यहाँ वहाँ पनि मन्दिर रहेछ यहाँ शिव मन्दिर यो चाहिँ नगाइज त्यो शिव मन्दिर हामीले एकछिनमा जान्छौँ यो मन्दिरमा यहाँ पनि बस्ने ठाउँै रहेछ हजुर गाइज यहाँ पनि शिव मन्दिर रहेछ यहाँ पनि च्याट्ट बस्ने ठाउँ सबजना मान्छेहरू बस्ने ठाउँ तलदेखि सिँढीमा चढ्दै आएर थाकेको च्याट्ट बस्न पाइन्छ आज चाहिँ भुट्कामा सूर्यमा लेखिरहेको छ होइन घन्टीमा यहाँ चाहिँ हाम्रो कुकुर बसिरहेको छ होइन त यहाँ दोकानहरू छ पुरा दोकानहरू राखिदिइराख्नु भएको छ यहाँ सामानहरूको के पूजाको सामानहरू यहाँ राखिदिनु भएको छ यहाँ उता पनि उहाँ पनि छ उहाँ चाहिँ अलिकति खानेकुराको पनि रहेछ यहाँ पनि रहेछ खानेकुरा पानी मात्र रहेछ यहाँ चाहिँ होइन ओ पाजु पछाडि हेर्नु त के हो त्यो कङ्गन जस्तो कसको हेरौँ न खतराहरू छैन फुकानी हो यहाँ बसेर छु है फेरि मेरो चाहिँ बढी घाँडो छ कि लेसवाला छ होइन त्यो चाहिँ खतरा बनाइरहेको छ त भिडियो बनाउनु यहाँ आउँदा भिडियो नै खिचेको रहेन म त अघि नै रेकर्डिङ भइरहेको छ होला भनेर भने तेरो आएन यसको आज चाहिँ यहाँ पाथिभरामा पुरा पानी परिरहेको छ होइन यस्तो ठुलो त पानी परेको छैन ठिक्क पानी परेको छ
हामी चाहिँ दर्शनहरू गरिसक्यौँ अब चाहिँ हामी यहाँ लाग्छौँ होइन कस्तो उज्यालो भएको थियो क्या लाइटिनी देवी माताले सबैको रक्षा कल्याण गरौँ तल पाथिभारा अनि यहाँ चाहिँ हाम्रो शिव मन्दिर अहिले गाउँपालिका कसैले हेरेको छैन यहाँ अब यसै पैसाले इत्रो चलिराखेको छ इत्रो बन्दै जाँदैछ ओम नमः शिवाय अब भगवान् जय पाथिभारा माता अब देख्छ देख्दैन तैँरमा दुई दिन माया लाइदेऊ न के छ र दुई दिन माया लाइदेऊ न के छ र सालाला बग्छ सुनकोशी नदी बालुवा बगरमा सालाला बग्छ सुनकोशी नदी बालुवा बगरमा बाँचुन्जेलसम्म हाँसी नगरौँ मोरे त खोला जङ्गलमा जिन्दगीको भरोसा के छ र जिन्दगीको